हेलो एभ्रिवान, के भन्छ यहाँ हामीले झिलिमिली देखाउँदै कुर्सीमाथि चढ्दै अब के गर्न त नभनौँ। अब डेकोर गर्न लगाएको हो, सबैले देखिरहनु भएको। तर के इभेन्टको लागि हामीले डेकोर गरेको होला हजुरले गेस गर्न सक्नुहुन्छ। तर मेरो एउटा स्पेसल इभेन्टको लागि आफै यहाँ तयार हुँदै गर्दै अनि यति ह्याप्पीसम्म बल्ल बल्ल बनायौँ भनेर देखाएको छ। अनि फेरि मेरो डलमाथि केक हाल्दै साथीहरूले मैले बनाएको भन्दै चक 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 गर्दै बस्छ। अनि हामीले यत्तिको गऱ्यौँ। त्यसपछि चाहिँ अहिले अब यहाँ स्पेसल इभेन्ट सुरु हुँदैछ। हाम्रो फर्स्ट एनिभर्सरी, हाम्रो सबभन्दा स्पेसल मुमेन्ट। र यही स्पेसल मुमेन्टलाई थोरै अब शानदार खुसबुदार बनाउनको लागि सानो आफ्नै रुममा सानोमा आफैले जति जानेछु त्यति डेकोरेसन गर्दै अनि हामीले अहिले चाहिँ हामी अब केक काट्दैछौँ। केक काट्ने बेला मैले ठ्याक्क सम्झेँ फेरि क्यान्डल निकाल्न पर्छ भनेर। अनि क्यान्डल निकालेर केक काटेर बस्यौँ। अनि फेरि यता कसले बोलाएर फेरि उता हेरेँ मैले। अनि फेरि केक काटेर अनि मेरो बुढाले मलाई अब केक चाहिँ खुवाइदिनु लाउनुहुन्छ भनेर म फेरि कुरुँदै बसिरहेको छु। अनि अब ल खुवाइदिनु भयो। अनि त्यसपछि मैले नि खुवाइदिएँ। अनि हामीजना 2-3जना थियौँ। अनि त्यहाँ मेरो स्पेसल मान्छेहरू कोही स्पेसल आफ्नो आफन्तीहरू मात्रै थियौँ। खासै ठुलो इभेन्ट त गरेको होइन। अनि थोरै मान्छेहरूसँग आफ्नो स्पेसल मुभमेन्टलाई चाहिँ अब यो मतलब यादगार इन्जोयबल मेमोरेबल बनाउनको लागि सानो एउटा इभेन्ट गराएको हो हामीले, खासै ठुलो त होइन। अनि मैले अब यसलाई अब भिडियो इन्ड गरेर आउनु भनेको छु। ल सबैलाई बाई बाई। होप यु इन्जोय यु गाइज एन्ड थ्याङ्क यू सो मच।